फेरि पनि मलाई दोहोऱ्याउनु मन लाग्यो तपाईँ एउटा नेपाल युनाइट्स जस्तो एउटा ग्रुपसँग पनि इन्भल्भ भएर कति सोसल एक्टिभिटीको कामहरू गर्नुभएको थियो एउटा सामाजिक क्षेत्रबाट पनि त्यत्रो नाम कमाइसक्नु भएको थियो खासै राजनीतिक भनेको त एउटा फोहोरी खेल भनेर भन्ने गरिन्छ कमन वुड नेपालमा त्यो फोहोरी खेलसँग तपाईँ जोडिँदै हुनुहुन्छ आफूलाई पनि त्यो ठाउँमा हाल्दै हुनुहुन्छ भोलिको देशको लागि चाहिँ तपाईँ एउटा समृद्ध र म एउटा प्रभावशाली नेता हुँ भनेर देखाउनको लागि चाहिँ तपाईँको एउटा भिजन के छ के गर्न खोजिरहेको छु भन्दाखेरि एउटा मूलभूत रूपमा 8वटा खम्बाले चाहिँ नेपाल शान्त र समृद्ध बन्छ भनेर हामीले त्यसलाई एड्रेस गरेका छौँ त्यो 8वटा खम्बा चाहिँ हामी बनाउँदै जाने हो त्यो 8वटा खम्बा जति बलियो बनाउन सक्यो त्यति राम्रो एउटा खम्बा भनेको जिम्मेवार नेपाली बनाउने हो अर्को भनेको जवाफदेही नेतृत्व तेस्रो भनेको सशक्त नेपाली बनाउने चौथो भनेको समृद्ध नेपाली बनाउने पाँचौँ भनेको खुला र विकासोन्मुख नेपाल बनाउने अनि छैठौँ भनेको एकबद्ध नेपाली बनाउने हाम्रो विविधता भएको ठाउँमा अनि सातौँ भनेको के होला सेवक सरकार यो सेवक सरकार भन्ने नीति पनि हामीले किन गरिरहेछौँ भन्दाखेरि अहिलेसम्म सरकार भनेपछि माथि हेर्ने चलन छ हामीले चाहिँ यस्तो सिद्धान्तमा गइरहेको छ कि सरकार भनेको सेवक हुनुपर्छ र यसलाई पनि हामीले अब भविष्यका दिनहरूमा सरकारलाई कसरी सेवक बनाउने भन्ने कार्यक्रमहरूमा चाहिँ हामी बढी फोकस गरिरहेछौँ र हाम्रो मूल उद्देश्य भनेकै उद्यमशील क्रान्तिहरू गर्ने नेपालीहरूलाई सकेसम्म स्वनिर्भर बनाउन खोज्ने अनि त्यताबाट चाहिँ अगाडि नेपाललाई शान्त र समृद्ध बढाउने यसैमा हामी फोकस गर्दैछौँ चुनावमा जानुहुन्छ है जान्छौँ र जित्छौँ पनि यस्तो जित्छु नै भन्ने एउटा तपाईँको जुन एउटा विश्वास छ नि त हजुर त्यो विश्वास कायम गर्नको लागि चाहिँ एउटा होमवर्क पनि गर्नुभएको होला तपाईँहरूले एउटा एजेन्डा पनि आफ्नो भनिहाल्नु भयो 10वटा बुदाहरू यो कुराहरू इम्प्लिमेन्ट गर्नको लागि त यस्ता यस्ता सपनाहरू त धेरै देखाएका छन् नि त हाम्रो राजनीतिक पार्टीहरूले होइन तपाईँहरूको कुराहरू चाहिँ अब लाग्छ कायम एउटा इम्प्लिमेन्ट नै हुन्छ यो भोलि चाहिँ इम्प्लिमेन्ट नै भएर आउँछ र उहाँहरूलाई हामीले विश्वास गर्नुपर्छ भन्ने एउटा आधारभूत कुराहरू भन्दाखेरि चाहिँ के भन्नुहुन्छ खास कुरो के भन्छ भने धेरै धेरै सपना बाँड्नु भन्दा पनि हामीले के भनिरहेछौँ भने परिवर्तन हामी आफैबाट सुरु गर्दैछौँ जस्तै हामीले के भन्छौँ भन्दा अहिले राजनीतिक पार्टीहरूभित्र धेरै कुसंस्कृति भइरहेका छन् त्यही भएर हामीले चाहिँ सुसंस्कृति कसरी ल्याइरहेछौँ भन्दाखेरि हामीले आफ्नो सङ्गठनलाई नै 3 ढाँचामा बाँडेका छौँ एउटा कार्यपालिका एउटा न्यायपालिका र एउटा व्यवस्थापिका यो 3टालाई हामीले सेपरेट गरिदिँदाखेरि के हुँदो रहेछ भन्दा एकले अर्कोलाई चेक एन्ड ब्यालेन्स गर्दो रहेछ अनि अर्को कुरा हामीभित्र पावरलाई चाहिँ कसरी फ्लुइड बनाइराख्ने भनौँ न चेन्ज गरिराख्ने त्यो खालको मेकानिजम ल्याइरहेछौँ हामी त्यसरी नै धेरै हामीले यसो गर्छौँ उसो गर्छौँ भन्नुभन्दा पनि परिवर्तन हामी आफैबाट सुरु गरिरहेछौँ र आउँदा दिनमा तपाईँ आफै आएर आउनुहोस् नेतृत्व लिनुहोस् देख्नुहुनेछ एउटा सङ्गठन छ र त्यहाँ काम गर्ने तपाईँहरू यस्ता विवेकशील व्यक्तिहरू हुनुहुन्छ विवेकशील युवा पार्टी भनेर जुन एउटा तपाईँले पार्टीको नामाकरण पनि गर्नुभएको छ त्यसमा अब आम युवाहरूको एउटा भूमिकाहरू चाहिँ सुनिश्चित गर्नको लागि चाहिँ जुन अहिलेको यो जुन कमी कमजोरीहरू छन् त्यो कमी कमजोरीहरूलाई तपाईँहरूले सच्याउँदै जानको लागि चाहिँ भविष्यको एउटा नेतृत्वहरू अझ भनौँ त्यसमा महिलाको सहभागिता जनाउनको लागि चाहिँ तपाईँहरूको कस्तो एउटा प्लान छ त्यसमा यसमा चाहिँ भन्नुपर्दा जस्तो म आफै पनि एउटा उदाहरण बन्न चाहन्छु महिला नेतृत्वको लागि पक्कै पनि तपाईँले भन्नुभएको एकदम सही हो हामीमा महिला नेतृत्वको एकदमै खाँचो छ त्यसमाथि पनि मेरो एउटा प्रोफेसन जुन छ नर्सिङ प्रोफेसन भनेर जुन भनिरहनु भएको छ त्यसमा त अझ धेरै नै कमी छ र यो कस्तो भने पेसाले राजनीतिलाई बन्देज गर्न सक्दैन है पेसा र राजनीति दुईटा अलग कुरा हुन् तपाईँ हरेक पेसामा राजनीतिको जरुरी छ के यो भनेको एउटा रिभोल्युसन हो हरेक पेसामा तपाईँलाई राजनीतिको जरुरी छ र यसमा महिला सहभागिता बढाउने कुरामा सबभन्दा भनेको महिलाहरूमा अवेरनेस छ अलरेडी छ उनीहरूमा राजनीति गर्न जरुर छ राजनीति के को लागि आवश्यक छ कुशल राजनीतिकले के परिणाम ल्याउन सक्छ भन्ने कुराको अवेरनेस छ तर हाम्रो एउटा जुन एउटा समाजको एउटा आकृति छ जुन एउटा समाजले तय गरेको एउटा बाउन्ड्री छ त्यो बाउन्ड्री नागेर अगाडि बढ्ने साहस धेरैमा कम छ र यसको लागि चाहिँ म पनि आफू पनि एउटा उदाहरण बनेर लाग्न चाहिरहेको छु भने यसको उदाहरणको रूपमा हामीसँग प्रशस्त अहिले आएर
प्रशस्त धेरैजना महिलाहरू चाहिँ यसको उदाहरणको रूपमा उभिसक्नु भएको छ र समयको फरक हुनसक्छ, तर अबको केही वर्षमा महिला नेतृत्वहरू तपाईँ राजनीतिमा अवश्य पनि मनज्ञ पाउनुहुनेछ। फेरि नर्सिङ पेसा नै पुरै छोडेर फेरि सबै राजनीतिमा आइदेला नि त फेरि। मैले अघि भन्न खोजेको कुरा ठ्याक्कै यही हो, पेसा र राजनीति दुईटा अलग कुरा हुन्। तपाईँले राजनीति गर्नलाई पेसा छोड्न पर्दैन।